झन्डै 1 इयर पछाडि मेरो चाहिँ मर्निङ वाक स्टार्ट भएको छ। यो चाहिँ लेक साइडको माथि बर पिपल रिसोर्ट भन्दा माथि चाहिँ मैले गर्छु। यो चाहिँ बर पिपल रिसोर्ट भन्दा माथि पट्टि चाहिँ मेथलाङ जाने बाटो। मैले झन्डै 4-5 वर्ष कोभिड पछाडि जिम जान छोडियो अनि यहाँ चाहिँ वाकिङ गर्थेँ। यहाँनिर झन्डै कति छ यो सिँढी 300-400 छ होला। यसमा चाहिँ 3-4 पटक रनिङ अनि हिँड्दै मेथलाङ जङ्गलको बाटो हैन, एकदम दामी छ। 1 वर्ष जति भयो मैले छोडेको, ग्याप भयो। त्यस पछाडि फेरि आजबाट चाहिँ सुरु गर्दैछु। यति सिँढी हिँड्दा नै पुरै पसिनै पसिना भइसक्यो। यहाँनिरबाट चाहिँ यो दामी पोखराको भ्यू देखिन्छ, त्यो लभली डाँडा हो, यो पर्सिङ एरिया। अनि यताबाट चाहिँ फेवाताल लेक साइड। आज मौसम पनि राम्रो छ। अनि यहाँबाट माथि चाहिँ यो मेथलाङ जाने बाटो हो। माथि चाहिँ यो चाहिँ मेथलाङ हो हैन। म आज चाहिँ यहीँसम्म मात्रै। यहाँ माथि रनिङ गर्ने ठाउँ छ। झन्डै ग्राउन्ड गर्दा कति 200 मिटर जति हुन्छ होला। यहाँ चाहिँ 10 चोटि जति रनिङ गर्यो भने 2 किलोमिटर। ल म चाहिँ अब एकछिन रनिङ गर्छु है त। म अहिलेसम्म चाहिँ 5 वर्षसम्म चाहिँ यो बाटो मर्निङ वाक हिँड्दाखेरि चाहिँ यो सिँढीमा यहाँदेखि हो वहाँ तलसम्म छ हैन। म सधैँ 3-4 पटक तलमाथि गर्छु। जो पनि 3-4 पटक तलमाथि यो सिँढीमा गऱ्यो भने चाहिँ एक्सर्साइज चाहिँ इनफ हुन्छ। तर मैले अहिलेसम्म काउन्ट गरेको छैन। म आज काउन्ट गर्छु है कतिवटा रहेछ। अब चाहिँ झन्डै 1 घन्टा एक्सर्साइज गरियो। अब चाहिँ फर्किनु पर्यो। आज फेरि सैटरडे एउटा पोडकास्ट पनि छ क्षितिज हमाल भाइसँग। नेपाल आइडलको चाहिँ टप 18बाट चाहिँ अनफर्चुनेटली आउट भएको, तर एकदम राम्रो गीत गाउँछ। आज बोलाएको छु। अब गएर खाना खाइन्छ हैन। सबु म्याडमले खाना बनाउनु भयो होला। अनि सबैजना एक्सर्साइज गर्नुस् दिनको 1 घन्टा। अक्षय कुमारले भनेछ नि, यदि दिनको 1 घन्टा चाहिँ आफूलाई टाइम दिन सक्दैनौ, एक्सर्साइज गर्न सक्दैनौ भने तिमी मर अरे के। त्यही भएर घरमै मात्रै नबस्नुस्, एक्सर्साइज गर्नुस्, ज्यान बनाउनुस् है त। टक्क भिटामिन डी लियो यहाँ बसेर हैन। पुरै जङ्गलको बिचमा, तल पोखरा, यतापट्टि चाहिँ फेवाताल, अनि यहाँ चाहिँ घाममा बसेर दामी हुन्छ।